गुड मर्निङ सबैजनालाई। आज चाहिँ बिहान मजाले घामै लागिरहेको थियो। अहिले चाहिँ पुरा घाम लाग्न थाल्यो नि त। घाम लागेर म चाहिँ यहाँ यसो सनबाथ लिनु बसेको थियो। बाहिर यसो हेर्दा त घाम आमामा पुरा लागिरहेको रहेछ नि त। त्यहाँदेखि यो फुलमा नि पुरा यो जङ्गलहरू आइरहेको थियो नि त। त्यो अलिकति एरेन्जहरू गरेर उखालिदिएर ग्लोभ्सहरू लगायो। त्यहाँदेखि फुल मजाले आइरहेछ। त्यो एरेन्ज गरेर चाहिँ आज हाम्रो बिहानको कामै त्यही भइहाल्यो। ब्रेकफास्टहरू खाएर त्यहाँदेखि सुहरू धोएर त्यहाँदेखि अब यो लन्च बनाउनुको सुरुवात गर्नु आँटेको हामीले। लन्चमा चाहिँ आज बिफ बनाउने भनेर बिफ चाहिँ मैले मजाले धोएर चट्टै धोएर यता राखेर त्यहाँदेखि लसुन खोर्सानी अदुवाहरू सबै कुटेर प्याजहरू अघि कुटेर मजाले टक 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 पारेर त्यहाँदेखि फ्रुट्सहरू पनि धोएँ त्यहाँ साइडमा राखेर टमेटो नि मजाले खान थालेँ। टमेटोले चाहिँ एकदम राम्रो यो कलरहरू आउँछ नि त, रस पनि राम्रो दिन्छ। त्यहाँदेखि अदुवाको पेस्ट पनि अघि नै रेडी बनाएर चाहिँ यो म्याङ्गो पनि छेउमा राखिरहेर त्यहाँदेखि सरर तेलमा चाहिँ टमेटोको पुरा यो पेस्ट बनाएर त्यहाँदेखि बनाउन थालेँ। यो चाहिँ हाम्रो एन्ड रिजल्ट मटन करी थियो। आज चाहिँ मटन करी हेरौँ दामी मटन करी छ। दालहरू बनाएर चाहिँ मटन करी चाहिँ राम्रो भएको थियो, एकदमै मिठो लागेको थियो मलाई पनि। त्यहाँदेखि यो चाहिँ बेलुकाखेरि हो। बेलुका चाहिँ हामी यता हस्पिटलमा अलिकति जाने काम थियो नि त। अहिले पनि हामीलाई हस्पिटलमै छ, हामी डिस्चार्ज भएकै छैन, त्यही भएर चाहिँ अहिले हस्पिटलमा जाँदैछौँ। त्यहाँदेखि अब हस्पिटलदेखि मम्मीलाई पनि पिकअप गर्नु थियो नि त। खासै चाहिँ मम्मीलाई पिकअप गर्नु थियो, हस्पिटलमा मम्मी हुनुहुन्थ्यो नि त, बिहानदेखि बस्नुभएको मम्मी। त्यहाँदेखि त्यो हस्पिटलमा त्यो गरेर अहिले चाहिँ हामी जाँदैछौँ हस्पिटलमा पुगेको छैन। सरर जानुपर्छ। बेलुकाखेरि पानी पनि परिरहेको थियो, तर अहिलेको टाइममा चाहिँ पानी रोएर एकदमै बाहिर चाहिँ चिल गरेर मजा आउँदैछ। चिलमा अलिक आँटेन, अलिक अगाडि हो। यहाँदेखि अलिकतिर चाहिँ यो किडनी फाउन्डेसनको यो छ अफिस। त्यहाँदेखि मम्मीलाई पनि भेटेर बेलुका बाबी आमीको घरमा गएर बाहिर बरन्डामा बसेर चाहिँ फर्केर आएर चाहिँ मेरो काम चाहिँ के थियो भन्दाखेरि त्यो बिहान दिउँसो बनाएको मटनलाई अझै मोडिफिकेसन गरेर बनाउनु थियो। अझै मजाले बनाएर चाहिँ यसो एउटा चौकटा र अलिकति सुप निकालेर सट्टै निकालेर यसो यताउता फाकेर सट्टै चाखेको त आमामा अलिकति फुक्नै पर्छ, तातो तातो थियो नि त। चाहेको त राम्रो मिठो 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 भएछ हो। त्यहाँदेखि म आफैलाई प्राउड मोमेन्ट पुरै मोमेन्ट गरेर चाहिँ रोनाल्डोको सुई हानेर चाहिँ त्यहाँदेखि डिनर खानु बस्यौँ दुईजना। त्यही डिनरमा मोडिफिकेसन थियो, राम्रो थियो। थ्याङ्क यू सो मच सबैजनालाई। सब्सक्राइब पनि गरिदिनुहोस्, लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क यू।